जसको घरमा बुढोसँग पैसा देऊ न अलिकति भनेर माग्छ नि, त्यो घरमा बुढा र बुढीको सम्बन्ध अलिक कमै हुन्छ, फितलै हुन्छ, त्यहाँ मजबुत हुँदैन। तपाईँहरू ढुक्क लेखे मलाई कराए नै गराउनुहोस्, गाली गरे नि गर्नुहोस्, बुढोसँग गएर बुढीले पैसा माग्नु पर्यो भने त्यो घरमा सम्बन्ध अलिकति चिसो हुन्छ भनेको बुढाले छुट्टै राख्छ क्या, अनि बुढीले गएर माग्नु पर्छ। त्यो घरको सम्बन्ध कस्तो हुन्छ, मोबाइलको पासपोर्ट दिए हुँदैन, फेसबुकको पासपोर्ट दिए हुँदैन। जब सबै सम्पत्ति नै तिमी हो भनेर ल्याएको हुन्छ, त्योसँग के लुकाउँछ होइन? त्यही भएर जति कमाउनुहुन्छ, लेडिज भनेको फेरि के हो, लक्ष्मी हो। हामी लक्ष्मीसँग लुकाउँछौँ भने हामी के कमाउँछौँ? लक्ष्मीलाई सबै कुरा सुम्पिदेऊ, लक्ष्मी पनि फेरि के हुनु पर्यो, लक्षिणको ल्याएर दियो, कहिले दिन्छ र सिद्ध्याउँला भन्ने चाहिँ हुनु भएन होइन, लक्ष्मीको भइदिनु पर्यो। तर एक दिन तपाईँहरू विचार गर्नु, एक दिन छोरो मान्छे लगाएर दिनुहोस्, श्रीमतीले सिद्ध्याइदिनुहुन्छ, अर्कोचोटि दिनुहोस्, सिद्ध्याइदिनुहुन्छ, तेस्रो पनि दिनुहोस्, अब चाहिँ जोगाउनुहुन्छ। किनभने सबै मलाई सुम्पिएको छ भने अब मैले कसको लागि सिद्ध्याउने भन्ने हुन्छ, 100% हुन्छ।